हेलो साथीहरु सबैजनालाई स्वागत छ हाम्रो च्यानल टिजे भ्लगर तर्फबाट भने आज चाहिँ हामीहरु फ्रम बुटवल टु मुक्तिनाथको लागि चाहिँ ट्राभलिङ गर्दै छौं जसमा हामीहरु राइडिङको लागि दुईवटा बाइक सिलेक्सन गरिसकेका छौं जसमध्ये चाहिँ उहाँले चलाइराख्नु भएको यो MT-15 र NS200 हामीहरुले सिलेक्सन गरिसकेका छौं र NS200 चाहिँ हामी दुई जनाले चलाउने हो भने MT-15 चाहिँ उहाँले चलाउनु हुन्छ है। र आजको हाम्रो रोड रुट रहेको छ फ्रम बुटवलदेखि पाल्पा, आर्यभञ्जाङ, रामदी, मिर्मी, बागलुङ, मालडुङ्गा, तातोपानी, कालोपानी, मार्फा, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथसम्मको हाम्रो यात्रा रहनेछ। फेरि कति मिनटको विश्राम गरियो है? 10 मिनटको विश्रामपछि अब मुस्ताङको हामी अब चाहिँ मिर्मी गएर भात खाइन्छ। मिर्मीमा भात खाएपछि फेरि सिधै फेरि नन स्टप मुस्ताङ पुगिन्छ है। मुस्ताङ ल गाइस ल हामी चाहिँ लाग्यो। सो गाइस अहिले चाहिँ हामी चाहिँ मिर्मी मुनि काली थुनेको भनेको चाहिँ ड्याम त्यस्तो नबनाउँ नि, म समुद्रको छेउमा देखाउन गइरहेको छ। यस्तो दामी छ होइन। यहाँ त पहिला पहिला बोट पनि चल्थ्यो होइन र? अहिले पनि छैन, सुनसानै छ तर पनि एकदम मजाको ड्याम छ यो चाहिँ। यता पनि पानी किन भरेको त्यस्तो अनि? यही त अनि त्यसको लागि तर चलेको नचलेको एकदम समतल छ त अनि। हेलो गाइस ल अब राइडर्सहरू चाहिँ मिर्मीको ओह्रालो काटेपछि अब सर मिर्मीको उकालोमा लाग्यो अब चाहिँ सर। ओहो यहाँ यो के हो भन्ने कुरो चाहिँ अब यो हो क्या। ल बेनी बजारमा यही गाइस, बेनी बजारमा Come on guys, come on. Hajo. पुर्तिघाटमा आयो। पुर्तिघाटमा चाहिँ अब चाहिँ खाना खाने यो चाहिँ पुर्तिघाटको बजार है। बागलुङ यहाँबाट चाहिँ पहाड़ों के गलियों में घूम रहे हम लोग, धीरे चलो रे बाबा। जुमसुमे बजार
हावा चले ए हजुर घर हाम्रो सो गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै खतरनाक वाला झरना कस्तो मजाले बग्यो है जाडोले आफू त यस्तो छ हाम्रो टुर पछि गाइस हैन शरीर चाहिँ एकदम बबाल तरिकाले बेहाल भइसक्यो तर अहिले चाहिँ हामी अब जमसम जान जम्मा मात्र 35 किलोमिटर यहाँबाट छ भने आज चाहिँ जमसममा गएर बास बस्ने हाम्रो उद्देश्यको साथमा हामी 3 जना र यहाँ माथि देख्न सक्नुहुन्छ तपाईहरुले झरना यो झरनाले गर्दाखेरि यस्तो राम्रो दृश्यको साथमा चाहिँ मन उत्साह हुन्छ भन्ने कुरा चाहिँ आज बल्ल महसुस भइसकेको छ भने उता टिकटक बनाउने साथीहरु हेर्नुस् पुरा स्लो मौसममा आइयो फेरि आँखा रातो भइरहेछ धुलोले हो यस्तो छ गाइस भ्यूज अब चाहिँ हावा चिसो चिसो चलिरहेछ ओ मुत्तो होय हावा चल्यो सरर ल जम्प ए हजुर मुस्ताङको चाहिँ यस्तो छ है बाइकको अब गएर सर्भिस नगरी हुने कुरा हो हैन बाटोलाई चाहिँ अलिकति मर्मत गरिदिएछ यहाँ चाहिँ र हाम्रो दुईटा राइडरहरू चाहिँ अहिले चाहिँ एकदमै डिस्कस गर्दै हुनुहुन्छ के गर्ने कसो गर्ने भनेर सो गाइज आज चाहिँ हामी कालोपानी लोकेसनमा गएर चाहिँ हामी होटल रिजर्भेसन गरेर बस्ने प्रोग्राम छ यहाँबाट चाहिँ गुगल म्यापमा चाहिँ 11 मिनटको डिस्टेन्स देखाएको छ भने यहाँ चाहिँ बाटो अवरुद्ध भएको कारणले गर्दाखेरि अलिकति मिल्या छैन र हाम्रो राइडर्सहरू चाहिँ आज जेहोस् केटाहरू जाने मात्रै थाक्छ जस्तो लागिरहेछ तर जेहोस् गरिरह मेहनत र 3 जनाको आजको हाम्रो यात्रा यहाँ चाहिँ एकदम कुशल मङ्गल र सफल भइरहेको छ र अगाडि पनि यस्तै राम्रो होस् भन्ने र अहिलेसम्म चाहिँ गाडी घोडाहरू पनि एकदमै राम्रो कन्डिसनमा छ त्यस्तो छैन बाटोहरू पनि एकदम ठिक थियो अब हेर्नुहोस् यो बादल कालो आउँदैछ तर एकदम साइनिङको टाइपमा है यहाँ चाहिँ एकदम साइनिङ छ यहाँ र उता जुन पनि छ यहाँ जुन त ढाकिसक्यो तर यो माउन्टेन र हाम्रो टिमहरू यहाँ पुरा चिलपारामा चाहिँ कस्तो लाग्यो त आजको राइडिङ थाके जस्तो छ हेलो ल आजको चाहिँ आवर ड्रिम लकी भनेको चाहिँ यो है यस्तो दामी हिमालमा चाहिँ ट्याक्क लाएर यता चाहिँ कालै छ यहाँ चाहिँ पुरा गोल्डन शिर जनताहरू चाहिँ पुरा अहिले चाहिँ बुझाउन व्यस्त अब यहाँबाट चाहिँ हामीले बाहिरको भ्यू देखाउने प्रयास तपाईँहरूलाई गर्दैछौँ र यस्तो भ्यू चाहिँ इन द मर्निङ टाइम देख्न सकिन्छ र अब यो चाहिँ पुरा बवाल तरिकाको चाहिँ
फाइनली गाइज गुड मर्निङ। र आज यहाँबाट चाहिँ हामी बिदा हुँदैछौँ। यो होटलमा चाहिँ हामी हिजो राति बसेको र होटल एकदम राम्रो छ। र उहाँको होटलको नाम चाहिँ होटल रेड एप्पल रेस्टुरेन्ट छ होइन। त्यसको भ्यू चाहिँ पछाडि यस्तो थाल्यो, सुरु चाहिँ यस्तो छ है। यो अहिले चाहिँ मार्फामा पर्छ। ल अहिले चाहिँ हामी मार्फा गाउँमा छौँ र यहाँ चाहिँ एकदमै यो ढुङ्गा र कमेरहरूले छेपेर बनाएको घरहरू चाहिँ राम्रो डिजाइनमा छ। बहिनी पनि आइरहेछन्। अब चाहिँ हाम्रो यहाँबाट चाहिँ ट्रेभलिङ छ मुक्तिनाथको दर्शनको लागि। सो अहिले चाहिँ स्याङ ठाउँमा आइयो, स्याङ भन्ने ठाउँमा। यहाँबाट चाहिँ अलरेडी टक्क देख्न सक्नु जस्तो दामी भ्यू छ है। त्यसपछि अझै नजिकबाट निहालेर हेर्नु भने यहीँ नजिकै झन् दामी भ्यू छ। यहाँ दामी रहेछ है। यो गोल्डन ब्रिज बबाल भ्यू छ यहाँ है। हाँसहट्टी बिचरा राइडिङ गर्दा गर्दै
हात त एकदम ठिट्टा होइन आमामा यस्तो चिसो छ नि त अनि फेरि टिटाए पनि फेरि यस्तो एनर्जी आउँछ कि हो भ्यूहरू चाहिँ यस्तो बबाल तरिकाको छ हेर्नुहोस् एकदम रमणीय ठाउँ अहिले चाहिँ उकालो चलिरहेको सबैजना यस्तो छ भाइसहरू है र आज चाहिँ हामीले चाहिँ उहाँ तलबाट चाहिँ उकालो चढेर यहाँसम्म आइसकेका छौँ अब यो ठाउँ यहाँ एकदम बबाल छ देखो न देखो अप्परमा आइयो अहिले चाहिँ टप अप्परमा पर्वत क्षेत्र साउन्ड लागि समेत छ यहाँ चाहिँ के हो ठाउँ भयो ल अब चाहिँ मुक्तिनाथ दर्शनको लागि आइसकेका छौँ हामी र अहिले चाहिँ गेस्ट यताबाट यहाँ चाहिँ यहाँबाट चाहिँ मन्दिर प्रवेश गरिसकेको छु फाइनली अहिले चाहिँ मुक्तिनाथको दर्शन गरियो र दर्शन गरिसकेपछि अब यहाँको भित्रको चाहिँ फोटोग्राफी नट अलाउड रहेछ त्यस कारणले गर्दा बाहिरको पार्कहरू लिएर त्यहाँबाट चाहिँ अब यो यता चाहिँ यहाँ रहेको छ मन्दिर आज चाहिँ मुक्तिनाथको दर्शन पनि गरियो अनि अब गुम्बाको भिजिट पनि गरियो अब चाहिँ उता एकछिन हिम खेल्न जाने त्यसपछि फेरि सर्व तलतिर झर्ने नास्ता पानी खाने त्यसपछि फेरि गन्तव्यको बाटो फेरि रोजिन्छ जाडो भएर यस्तो टोपी किनेको व्हाइट कलरको पऱ्यो अलि है सेतै हिउँ पनि सेतै म पनि सेतै भने जस्तै होइन हाम्रो उता कच्छु चाहिँ पुरा आफ्नै भाइबमा हुनुहुन्छ पुरा भिडियो बनाउँदै हुनुहुन्छ युट्युब च्यानल नयाँ खोल्नु भएको जिआरजी नामबाट
ज्वालामाई जाने बाटो यहाँबाट रहेको छ र यताबाट चाहिँ ज्वालामाई बाटो भन्ने छ। त्यसपछि यो हिमालहरू चाहिँ चारैतर्फ चाहिँ यस्तो दामी घाम लाग्यो भने चाहिँ फेरि रिल्याक्स फिल पारामा ल साथीहरू चाहिँ मुक्तिनाथको दर्शनपछि अब हामीहरू जाँदैछौँ फेरि तल। यो चाहिँ बुद्ध स्तूपको चाहिँ दर्शन पनि गरिसक्यो अहिले चाहिँ। र अब चाहिँ हामीहरू यताबाट चाहिँ यो मुक्तिनाथतिरबाट अब फर्केर चाहिँ हामी आजको यहाँदेखि चाहिँ हाम्रो सफर रहनेछ पोखराको भिजिट गरिसकेको। बाटोमा आउँदा चाहिँ कसले छिटो कमाउने अन्त आखिर जस्तो सिसाले रोकिँदो रहेछ के